धनुषाको बटेश्वर गाउँपालिकाले 2 करोड खर्च गरेर निर्माण गरेका 2वटा विद्यालय भवन उद्घाटन नहुँदै जीर्ण हुन थालेका छन्। बटेश्वर गाउँपालिका 2 भुचक्रकोट स्थित सृजन प्रिय माध्यमिक विद्यालयमा नवनिर्मित 2वटा 8 कोठे भवनमा ठाउँ-ठाउँमा चिरा परेका छन्। गाउँपालिका अध्यक्ष रामाशिष महतोको घर छेउकै यस विद्यालयमा नवनिर्मित भवनमा ठाउँ-ठाउँमा फुटेका मात्र छैन, कतिपय झ्याल ढोका बाङ्गिएर राम्रोसँग बन्द समेत हुन छाडेका छन्। विद्यालयका प्रधानाध्यापक राजकुमार राउत नयाँ भवनमा सञ्चालन भएको चाहिँ 100 सत्र गइसक्यो, यो अर्को शिक्षा सत्र हो। त माथितिर धेरै ठाउँमा चल्यो, उद्घाटन भएको छैन। गत वर्ष चाहिँ निकै चर्को घामले गर्दाखेरि अब जस्तामा खप्न सकेन बच्चाहरू, नसकिसकेपछि चाहिँ यो नयाँ भवनमा चाहिँ विद्यार्थीलाई राहत होस्। प्रयोगमा आउनु वर्ष दिनमै भवन जीर्ण हुन थालेपछि निर्माणको गुणस्तरीयताप्रति प्रश्न उठेको छ। गाउँपालिका कार्यालयका अनुसार एउटा भवनमा 92,89,000 रुपैयाँ र अर्को भवनमा 1,17,07,000 रुपैयाँ खर्च गरिएको छ। विद्यालयको नवनिर्मित 2वटै 8 कोठे 3 चरणमा सङ्घीय सरकारको सशर्त अनुदानमा गाउँपालिका कार्यालयले विभिन्न कम्पनी र उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न गराएको छ। आर्थिक वर्षको अन्त्यतिर हतारमा काम गर्दा सुक्न नपाउँदै प्लास्टर र पेन्ट गरिएकोले सामान्य प्राविधिक त्रुटि भएको हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पौडेलको तर्क छ। आर्थिक वर्षको अन्तिममा हतारमा कुनै कामहरू भयो भने त्यो अब सुक्न नपाउँदै हामीले अब प्लास्टर गर्नुपर्ने हुन्छ। त्यसले गर्दा त्यसमै हामी पेन्ट गरिदिन्छौँ। त्यसले गर्दा त्यो जुन स्ट्रेन्थ हुन्छ त्यसले चाहिँ क्याच गर्न सक्दैन। अब नसकेको कारणले त्यो चाहिँ अलिकति सानो सामान्य अब त्यो प्राविधिक त्रुटि चाहिँ भएको छ सर। अब त्यसलाई हामी करेक्सन गर्छौँ। आर्थिक अनियमितता गरी गुणस्तरहीन तथा लापरवाहीपूर्वक भवन निर्माण गर्दा वर्ष दिनमै जीर्ण हुन थालेको आशंका स्थानीयको छ। स्थानीयले सम्बन्धित निकायलाई यसबारे छानबिन गर्न माग गरेका छन्।